अहिले मध्य प्रदेशमा जुन हिसाबले राजनीतिक घटनाक्रम विकास भएको छ यो त सत्ताको लडाई मात्रै हो। सत्ताको लागि मान्छेले कसैको हुँदैन। जस्तो जनमत पार्टीले यहाँ जुन देखायो, सुरुमा काङ्ग्रेससँग गयो, काङ्ग्रेस एमाले गठबन्धनमा, त्यसपछि गयो मधेसवादी दलको गठबन्धनमा। यसले के देखाउँछ भने जनमत पार्टीको कुनै ठेकान छैन। जनमत पार्टी तपाईलाई के भन्छ, यो बिना लोटाको पेनी जस्तो भ्याले छ। जनमत पार्टीले आफ्नो एजेन्डा बोक्न सकेको छैन। जनमत पार्टी ढुलमुले पार्टी, बिहारको नीतीश कुमार जस्तो, कहिले यता कहिले उता, कहिले लालुसँग त कहिले बिजेपीसँग, त्यस्तैले यहाँ जनमत पार्टी भइसकेको छ। र त्यही जनमत पार्टीको त्यही विचारको कारणले आज जनमत पार्टी फुटेको पनि छ। र जनमत पार्टी जुन एजेन्डा लिएर आएको थियो यहाँ मधेसमा र देशमा एउटा राजनीति गर्ने, त्यो एजेन्डा छोडेर एउटा सत्ताको पछाडि कुद्न मात्रै लागेको छ। त्यसले जनमत पार्टीलाई क्षति पुर्याएको नै छ, तर यसले उसको आगामी राजनीति पनि खतरामा परेको छ।